जुनकिरी मुया त कति बाटो हुँदो रहेछ। यो भनेपछि तिमी साँच्चीको परसारे होइन? कहाँ हो त, झन् अबिर दलेको भन्दैछु। नमस्कार दर्शकवृन्द, स्वागत छ तपाईहरुलाई हाम्रो एस आचार्य अफिसियल ट्युब च्यानलमा। आज हामी कुरा गर्नेछौँ जुठे सिरियलका दुई भाग 222 र 223 का मुख्य घटनाबारे। सुरुमा कुरा गरौँ भाग 222 कोलम। यो भागको कथा हेर्दा साँच्चै मन पोल्ने खालको छ। जुने र जुठेले यसपटक भाइटिका लगाउनबाट त बच्न सफल भए, तर अर्कोतिर मनमाया भने निकै दुखी देखिन्छिन्। उनीले जुठेलाई भाइटिका लगाउने तयारी गरेकी थिइन्, तर जिम्मलको कारणले त्यो सम्भव भएन। त्यसैले मनमायाको भाइटिका पनि अधुरै रह्यो। एउटातिर चौरे आफ्नी गोरीलाई सम्झँदैछन्। उनले आफ्नी श्रीमतीलाई अझै बिर्सन सकेका छैनन्। त्यो सम्झना, त्यो पीडा, सबै कुरा उनको अनुहारमै झल्किन्छ। यसैबीच कथा नयाँ मोडमा पुग्छ जब गौरीको आगमन हुन्छ। अब दर्शकवृन्द, नयाँ आउने भागमा हामीले देख्ने छौँ चौरेले गोरीको सत्य कहानी कसरी थाहा पाउँछन् भन्ने कुरा। जुनेले जुठेसँग भाइटिका लगाउने बहानामा बाहिर नाटक गरेकी थिइन्, तर जिम्मललाई यो कुरा थाहा भइसकेको छ। अब जिम्मलले यो रहस्य खोल्छ कि होइन, त्यो हेर्न निकै रोचक हुनेछ। अब गुमे गाउँ छोडेर गए होइन त? त्यसलाई गाउँबाट हटाउनलाई मैले कति खेल खेल्नु, मलाई नै थाहा। अब त तँ खुसी छस् नि? यो गाउँबाट छोडेर नगएकी भए त मै घर छोडेर जान्थेँ। तँ छोडेर गइस् भने मैले के गर्नु? तँ नभइकन हुँदैन मलाई। पनि दिदीबहिनी छैन, मेरो पनि दाजुभाइ छैन। त्यही भएर यो पालिदेखि नै भाइटिका लगाएर यसलाई म दाजु भन्छु। के कुरा गर्नुभएको नानी? कहाँ तपाईँहरू बिस्त हाम्रो जुटीलाई टिका लगाउनु थाल्नु मैले कसै भन आमा, मैले जुटीलाई टिका लगाउनु हुँदैन कि? कसै भनेको सानो जात ठुलो जात हुन्छ भने हामी मान्छेहरू सबै एउटै होइन? काट्दाखेरि सबैको रगत रातो नै आउने होइन? यो सब कुराहरू नि आमा हाम्रा जिमलबाहरू जसले आफ्नो फाइदाको लागि बनाएको नियम मात्रै हो, अरू केही पनि होइन। म त जुठीलाई टिका लाउनु हो। जुठी म पाएर भनेको चाहिँ यो गालीले भाइटिका म त्यसलाई भाइटिकालाई दाइ हुन्छु। के गुरे रे? हजुर बोल्न लाल्दैन तँलाई? कुन मुखले बोलेको? बिहानका दिदी बहिनी भाउजू बुहारी कसैलाई देख्न नहुने पापी। यस्तो अनुहार हेर्दा पनि अगति परिन्छ जस्तो लाग्छ। कसलाई थुक्या? हेरे थुक्री सुक्ने काम नगर है, भरे यही बाँसले बजाइदिन्छौ नि। मेरो दिमागमा एउटा कुरा पऱ्यो, बुझिस्? के कुरा भयो हजुर? त्यो के हो भने नि, अब मनमायाले होइन हाम्रो छोरीले त्यो डाकालाई टिका लाउँछ, अनि नचाहिने प्रेमीलाई पनि सधैँको लागि समाप्त के कस्तो हुन्छ? एकदम कायदाको योजना पनि बन्छ हजुर। होइन त साह्रो हो? होइन टिका दिन फेरि किन आएको? म त जुनेसँग टिका लगाउनु पाएँ। कहाँ किन बस्न पर्यो? टिका लगाउन आएपछि माथि नै बस्न है त, कति त? आमा हेर्नु त, सबै सदन लिएर आयो त म टिका लगाउनलाई। खोइ जुठे त जुनकिरी मुया सबसँग टिका लगाउनु गयो त। के रे? जुनकिरीसँग टिका लगाउनु गयो रे? हो नानी, भर्खरै गएको। जानुहोस् नानी, तपाईँ पनि उतै घर लगाइदिनु। टिका लाउँदा के हुन्छ कि हुर्क जा भन्दैछु, भइहाल। जा। ओइ
एउटै मान्छेलाई खोज्दैन टिका लाउनु होइन त त्यो भने त हो नि अरे यो छोरीले सागरमा कति ढिलो गरेको ए छोरी छिटो आइदेन टिका लाउने साई ओइ नानी के भयो तेरो खुट्टामा ला म त पर पो सरेको छु त आमा यत्रो इच्छा गरेर जुठे टिका लाउन आयो यही बेलामा के भन्ने भन्छ सागर कस्तो बेलामा पर सरेकी हुनु जा पटेरमा गएर न हेर न त्यहाँ अझ तिम्रो कुरा बुद्धिले गरौँ भए भाग भयो 2 सय त भाइटिका 23 लगाइसक्नु पर्थ्यो यो भागमा कथा अझ भन्न गहिरो मेरो बन्छ। बुद्धि छ र कार्की र गौरी बीचको माया प्रेमको पर सम्बन्ध सरे अब अब। खुल्दै जान्छ। कार्कीले सबै सत्य कुरा गौरीलाई बताउँछन् र गौरीले त्यो कुरा आफ्ना दाइ चौरेलाई सुनाउँछिन्। त्यसपछि कथा पुरै नयाँ दिशामा मुडिन्छ। अब के चौरेले गौरीको साँचो के कुरा भनेपछि तिमी बुझ्नेछन् साँच्चीको के परसरे होइन जिम्मलले जुने र जुठेको सम्बन्ध खुलाउनेछन्। यी सबै कुरा हामीले आउने भागमा हेर्न पाउनेछौँ। त्यसैले यदि तपाईँले हाम्रो यो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोस्। भिडियो मन परेमा लाइक र लेख्न नबिर्सनुहोला। धन्यवाद। फेरि भेटौँला अर्को भागमा नयाँ अपडेटका साथ।